नमस्ते, म अजित परियार। हामी अहिले घुम्न आइरहेका छौँ। हामी 4 जना भाइहरू 3 जना लिते। कति जाडो भइरहेछ। मधुरी छ त्यतातिर त चाहिँ रोडतिर भएर चरा कतै उडिहाल्यो। ढुकुर हामीले यहाँ ढुकुर हेरेर आएको, ठ्याक्कै उडिसक्यो दुईटा। ए रहेछ त यहाँ। अर्कोमा ऊ त पल्लोमा होला, पल्लोमा। निदा होला क्या बिहान होइन। जङ्गलको बिचमा पनि ट्याक 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 घर के है। तर नेपालमा त्यस्तो हुँदैन नि। यो घर बनायो भने धेरै कुराको सेफ्टीहरू पनि हुन्छ क्या। अब हेर्न जङ्गल छ पुरा होइन, घर निक्लियो नि अनि त्यस्तो छ क्या। फेरि मौसम पनि राम्रो के होइन, जसतिर पनि पानी आइरहेको। मौसम त अब आँपैको कुरा गर्न, आँप वर्षमा कुन बेला चाहिँ हुँदैन होइन। एकतिर फुलिरहेको हुन्छ, एकतिर उदो भइरहेको हुन्छ, फुलिरहेको हुन्छ, एकतिर पाकिरहेको हुन्छ, एकतिर चिचिला भइरहेको हुन्छ। त्यही त कस्तो राम्रो यो भित्री रोड पनि कस्तो राम्रो बनाएको हुन्छ कि होइन। हाम्रोतिर मेन रोडै छैन यस्तो। मेन रोडै यस्तो छैन पुरै। जुन महेन्द्र राजमार्ग पनि यतिको अहिले बिग्रेर यस्तो पनि छैन। कहाँ हुन्छ अनि पुरै खाएर सिद्ध्याउँछन्, अझै लड्छन् कार्यकर्ता। यस्तो राम्रो छ। यो नरियल हो कि के हो, तेल हो। धेरै ठुलो रहेछ। यो सुक्यो, यो त पानी होला, कत्रो छ होला। हात फोहोर हुन्छ कि नचला अब होइन यो लास्ट ठुलो के ठुलो त भित्र यो गुदी कति मिठो हुन्छ त। यो ठुलो होला होइन, गुदी कति मिठो हुन्छ। मौसमहरू हरियाली छ, रोड कस्तो राम्रो सफा छ। अब यही काट्दिनु के अब यस्तो छ। त्यो मिठो छ। ए छ त्यही हो। फलिरहेको खड्काले टिपी छ एउटा खड्काले भेटी। हामीले यहाँ सुन्तला पनि छ रोडमा। सुन्तला यो मुन्तला हो। मुन्तला सुन्तला अर्कै हुन्छ। यो मुन्तला भने के मुत्ने मुन्तला होइन नि तपाईँ ऊ दाइले भनेको मुन्तला चाहिँ कस्तो राम्रो रोडमा यस्तो फल्दो रहेछ क्या। बिहान हुन लागिसक्यो। बिहान हुन लागिसक्यो। अब घुम्दै आइएर एउटा बाइक दिनुपर्छ। ल अब नास्ता सास्ता खान लाग्यो। घुम्दै आएर सलाद त फ्री हो नि त। ल्याउन त त्यस्तो मिल्दैन कि यहाँ सुरु गऱ्यो है हामीले। ल खुर्सानी मिठो खाँदै खुर्सानी मर्निङमा गरेर होटलमा खाँदै हामी। कति मिठो साग यसो भन्छ 20 रुपियाँ दिनु भने घरसम्म आयो।
के गराउने जब पाएको के छ ये 12 बजे निधै लाग्यो भन्ने भामरा पार्टनर त्यही हो पुराना कलेज यहाँ आउँछ 11 बजे कम्पनी तयारी ल अहिलेलाई यति सकियो अब हामी रुमतिर जान लाग्यो बाई बाई ल हामी फर्केर रुमतिर आउनु लागिसकेको अब रुमतिर आउन लागिसक्यो उज्यालो भइसक्यो यता पुरै हरियाली छ पानी आउनु लागिराखेको छ अब यता पुरै नरियल छ पुरै नरियलै यहाँ पुरै माछा पाइने ठाउँ हो पुरै नरियलै नरियल छ सानो सानो बुट्टा नरियल कति हरियाली नरियल त्यहाँ पनि नरियल पाकेको छ यहाँ नि पाकेको नलागेको छ पाकेको त्यहाँ छ नरियल चराचुरुङ्गीहरू हिँडिराखेको छ सबै हामी अब रुमतिर जाँदैछौँ अब कम्पनीतिर आउन लाग्यो कम्पनीबाट होस्टेल आउन लाग्यो हामी ल अब हामी रुमतिर आउन लागिसक्यो एक राउन्ड घुमेर बिहानको अवस्था के हो यो साग हो सागहरू पुरै भेन्डीहरू सबै छ अब हामी रुमतिर फर्किन लागिसक्यो यता कम्पनी नै कम्पनी छ एक राउन्ड घुमेर आयो अब हामी रुमतिर फर्किँदैछौँ हाम्रो रुम यतै हो रुम एकदम राम्रो छ रुम बिहानको मौसममा रनिङ गर्दै आइयो हामी बोडी यार होइन कति राम्रो बोडी यार यस्तो बोडी चोरी हामीले यस्तै कस्तो राम्रो बोडी खोलेको यस्तो राम्रो बोडी के बोडी यहाँ बोडी नेपालको जस्तो बोडी
यता कम्पनी नै कम्पनी छ सबै। यता भर्खर चाउमिन खाएर आइयो। अझै बढी अर्ग्यानिक। यता केरा खाने छ। कस्तो राम्रो छ क्या यता, केरा छ यहाँ। पुरै नर्सरी छ यता, केरा कस्तो दामी छ क्या। केरा हो नि, केरा त्यता त केरा। अब हामी रुम आइसक्न लाग्यो। हाम्रो रुम यता हो। बिहानै रनिङ गरेर आइसक्यो हामी। कस्तो राम्रो मौसम छ, बिहान पानी आउनु लागेको छ। हरियो बढी बाटोमा फलेको छ। नर्सरी त्यो पछाडि आउँदै हुनुहुन्छ। बिहानै चाउमिन खाइयो। यो सबै कम्पनी नयाँ, सबै नयाँ कम्पनी हो। सबै नयाँ कम्पनी छ। यो फुडको खानेकुराको हो। यहाँ बन्छ खानेकुराहरू। यो गोदाम छ यहाँ। हामी अब रुममा आइसक्यो। अब रुममा गएर नुहाइ गर्ने, फ्रेस हुने। यो हाम्रो होस्टेल आउनलाई सक्यो। जाडो छ। दुई तिन दिन पानी आएर एकदम जाडो छ। नयाँ एक राउन्ड हानेर आइयो। शरीरलाई फ्रेस बनाएर। हाम्रो होस्टेल त्यहाँ हो। ओ त्यहाँ हाम्रो होस्टेल। अब हामी होस्टेलमा आइसक्यो। हाम्रो होस्टेल त्यहीँ हो। घुमेर फेरि अर्को भ्लगमा भेटौँला। बाई बाई।